आज चाहिँ म यो एप्लिकेसनबाट विथड्र गर्न गइरहेको छु 10 रुपैयाँ मोबाइल टपअप। कति मिनेटमा हुन्छ हेरौँ है त। रिक्वेस्ट सबमिट भइसकेको छ हैन, प्रोसेसिङमा गएको छ अहिले। माथिबाट नोटिफिकेसन पनि आइसक्यो। युर रिडिम फर रिचार्ज इज क्रिएटेड सक्सेसफुली भनिसकेको छ हैन। रिचार्ज यति स्पिडमा हुन्छ यो एप्लिकेसनमा हैन। हजुरहरू पनि यो एप्लिकेसनमा इन्ट्रेस्ट हुनुहुन्छ भने भिडियोलाई फुल वाच गर्नु होला हैन। अहिलेसम्म प्रोसेसिङमा देखाएको छ, माथि सक्सेसफुल भइसकेको छ। एकछिनमा त्यो प्रोसेसिङ पनि पेड भइहाल्छ हैन। हेर्न सक्नुहुन्छ पेड भइसकेको छ। 10 रुपैयाँ मेरो मोबाइल नम्बरमा आइसकेको छ। साथीहरू, आज मैले लिएर आएको छु यस्तो अर्निङ एप जसमा हजुरहरूले डाउनलोड गर्ने बित्तिकै 100 कोइन प्राप्त गर्न सक्नुहुन्छ हैन। र त्यो कोइनलाई चाहिँ सिधै हजुरहरूले विथड्र गर्न सक्नुहुन्छ, सिधै केही काम नगरिकन हैन। एपको नाम रहेको छ आरपी रिवार्ड हैन। हजुरहरूले मेरो डिस्क्रिप्सनबाट यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरिसकेपछि यसलाई यहाँनिरबाट प्ले स्टोरबाट ओपन गर्नु होला हैन। अनि यहाँनिर यतातिर स्क्रोल गर्नु होला। यसरी अर्निङ हुन्छ भनेर यसले सिकाइरहेको छ हैन। एग्री गरिदिनु होला। जीमेल अकाउन्टलाई सिलेक्ट गर्नुपर्ने हुन्छ हैन। मेरो चाहिँ अलरेडी अकाउन्ट भएको कारणले म चाहिँ एउटा अकाउन्टलाई क्रिएट गरिदिन्छु। यति भइसकेपछि हजुरहरूले सिधै यहाँनिर स्क्रैच इटमा आउनुपर्ने हुन्छ हैन। मेरो लिङ्कबाट आउनुहुन्छ भने हजुरहरूलाई 100 कोइन प्राप्त हुन्छ र त्यो 100 कोइनलाई यहाँनिर रिडिमबाट गएर विथड्र गर्न सक्नुहुन्छ सिधै बाइनेन्समा हैन। मोबाइल रिचार्जमा पनि गर्न सक्नुहुन्छ। यसमा मिनिमम विथड्र चाहिँ 10 रुपैयाँ रहेको छ। यसमा अर्निङ चाहिँ सुरुमा अर्निङ गर्नको लागि चाहिँ सुरुमा प्ले टाइम गेमहरू रहेका छन्। यसमा प्ले गर्नु होला, कन्टिन्यू गर्नु होला। यसमा पनि मैले एउटा ट्रिक लिएर आएको छु हैन, यसमा कसरी अर्निङ गर्ने भनेर। मैले धेरै कोइन दिने टास्कहरू चाहिँ गरिसकेँ हैन, थोरै मात्र रहेको छ। यिनीहरूलाई पनि म बिस्तारै कम्प्लिट गरिहाल्छु। यसमा चाहिँ के हुन्छ भने जस्तै हजुरहरूले यो डाउनलोड गर्नुभयो भने पेर मिनट 1 कोइन दियो मानौ। यसले पेर मिनट 1 कोइन दिने रहेछ भनेदेखि के गर्नु पर्यो भने यसलाई डाउनलोड गर्ने अनि सेटिङमा जानु होला हैन। डिस्प्ले एन्ड ब्याकलाइट्समा एकचोटि क्लिक गर्नु होला। अलि उँधोतिर आउनु होला। अनि यहाँनिर स्क्रिन कि ब्याकलाइटलाई यो अफ भएको हुन्छ सुरुमा चाहिँ हैन। यसलाई अन गरिदिनु पर्ने हुन्छ। अनि यहाँनिर चाहिँ टाइम सेट गर्न मिल्ने हुँदैन हैन। यस्तो हुँदाखेरि चाहिँ हजुरको स्क्रिन अन नै रहन्छ के। जबसम्म हजुरहरू त्यो एपबाट बाहिर आउनुहुन्न नि, बाहिर आएर कट गर्नुहुन्न नि, तबसम्म यो एप चलाइरहेको जस्तो हुन्छ के। जस्तै हजुरहरूले ओभरनाइट नै छोड्न सक्नुभयो हैन, यसरी अर्निङ गर्न सक्नुहुन्छ। अर्को रहेको छ यहाँनिर सर्भे र एप टास्क रहेको छ हैन। म चाहिँ एप टास्कहरू हजुरहरूलाई सिकाउँछु। एप टास्कमा जानु होला अनि पिबी टास्कमा जानु होला। सुरुमा एकछिन लोडिङ लिँदैछ। त्यहाँनिर यिनीहरूको लोभमा चाहिँ नपर्नु होला हैन। यिनीहरू चाहिँ धेरै गाह्रो हुने गर्छ। यहाँनिर ओन स्टेप हुन्छ, यसमा क्लिक गर्नु होला हैन। यसले चाहिँ रहेनछन् हैन। मैले कम्प्लिट गरिसकेको थिएँ, त्यही भएर होला सायद। यहाँनिर चाहिँ व्हाट्सएपहरूको आउँछ हैन, जसमा चाहिँ व्हाट्सएप डाउनलोड गर्ने अनि 500 कोइन इन्स्ट्यान्टली आफ्नो यहाँनिर हेर्न सक्नुहुन्छ। मैले
आफ्नो वालेटमा प्राप्त हुन्छ। एउटा टास्क कम्प्लिट गरेको थियो हटसिप डाउनलोड गर्ने अनि ओपन गर्ने। ओपन गर्दा नि नभयो भने त्यसलाई चाहिँ फोन नम्बर एड गरिदिने के। यसरी यसबाट अर्निङ हुन्छ हैन। अर्को रहेको छ स्क्रैच कार्ड। हजुरहरूले जुन माथि रहेको छ नि यो प्ले टाइम गेम्स, यसबाट जति पनि अर्निङ गर्नुहुन्छ त्यो चाहिँ तपाईको वालेटमा जोडिन्छ हैन। प्लस यहाँनिर एउटा कार्ड पाइन्छ। एक प्ले टाइम गेम डाउनलोड गर्नुभयो भने एक कार्ड पाइन्छ हैन। जति धेरै काम गर्नुहुन्छ त्यति धेरै कार्डहरू पाइन्छन्। स्क्रैच गर्दा चाहिँ हजुरहरूले त्यो एपमा कति काम गर्नु भएको छ त्यो अनुसारले पाउने गर्छ हैन। अर्को रहेको छ यहाँनिर हैन 7 दिनसम्म एड हेर्नुभयो भने दैनिक 50 आरपी रिवार्ड पाउन सक्नुहुन्छ भनेको छ हैन यसले चाहिँ। अनि अर्को रहेको छ रेफरलबाट हजुरहरूको साथीहरूलाई हजुरहरूले रेफरल गर्नुहुन्छ यो एपमा भने पर रेफरल चाहिँ 300 पोइन्ट पाइन्छ। 300 भनेको लगभग 5 रुपैयाँ बराबरको हो। अनि रिडिमको लागि चाहिँ सुरुमा रहेको छ मोबाइल रिचार्ज। मैले एकपटक विड्रो पनि गरिसकेको छु। यहाँनिरबाट एनसेल र एनटिसीको दुवैको विड्रो चाहिँ हजुरहरूले सिम्पली गर्न सक्नुहुन्छ। अनि यो यहाँनिर भोइस यहाँनिर डाटाबाट पनि हजुरहरूले प्राप्त गर्न सक्नुहुन्छ। अनि अर्को रहेको छ पेपाल, बाइनान्स, पबजी युसी। अनि यो गोल्ड पिन हामीलाई यो खासै आवश्यक पर्दैन होला। यो एप्लिकेसन यस्तै रहेको छ हैन। हजुरहरूलाई कस्तो लाग्यो भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै अर्निङ भिडियोहरू हजुरहरूको लागि म ल्याइरहेको छु। थ्यांक यू फर वाचिङ।